हेलो दर्शकबिन, नमस्कार। म हजुरको समक्ष फेरि अर्को भिडियो लिएर आएछु खाम भाषा सिक्ने। यो भिडियोमा हामी सिक्नेछौँ किरा मकरालाई खाम भाषामा के भनिन्छ। आउनुहोस् भिडियोमा हेरौँ। फटिङ्ग्रा ल खाम भाषामा भनिन्छ कोस्यो। त्यस्तै गरी पुतली, पुतलीलाई भन्छन् हेर्नुहोस् पुतला। भमरा, काना भोम्ला। त्यस्तै गरी घोङ्गा, घोङ्गालाई भन्छन् जाग्ने बोक्ने। साँप, साँपलाई भन्छन् हेर्नुहोस् गुल। त्यस्तै गरी छेपारो, छेपारोलाई भन्दछन् छेब्रा। त्यस्तै गरी माखा, माखालाई भन्छन् माङ्खा। मौरी, मौरीलाई भन्छन् जे। अरिङ्गाल, मर्किम। त्यस्तै गरी भेगुता, बोक्रोप, कमिलालाई किम्ला। त्यस्तै गरी मकडालाई मकरा। त्यस्तै गरी भुन्गा, काबु भन्दछन्। झिङ्गुर, तिर्ता बासे। जुङ्रा, जुङ्रालाई भन्छन् स्यार। कान खजुरा, यसलाई भन्छन् हेर्नुहोस् गोजर। त्यस्तै गरी केचुवा, पिर्गिल, किर्नालाई भन्छन् हेर्नुहोस् खाम भाषामा परङ्खा। त्यस्तै गरी भृङ, भृङलाई हेर्नुहोस् भोम्ला भन्छन्। त दर्शक तपाईँहरूलाई कस्तो लाग्यो मेरो यो भिडियो मन परेकोमा लाइक गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। म यस्तै महत्त्वपूर्ण मगर खाम भाषा सिक्ने भिडियो अझै पनि लिएर आनेछु तपाईँहरू माझमा। नमस्कार, जुडो।